आज चाहिँ भान्जा आएको छ होइन अनि खाजा अरे सेक्वा खाने अरे अनि त्यसैले अब हामी मासु लिन जान आँटेको। सुरुमा चाहिँ हामी सुँगुरको मासु लिनको लागि हलदार चोकतिर गयौँ र हामी मामा भान्जाले चाहिँ राम्रो मासु छानेर घर फर्क्यौँ। अब हुनु पनि मामा भान्जा कति बजी भेटेको है अनि रमाइलो कुराहरू गर्दै घर जाँदै गर्दाखेरि टाइम गएको पत्तै भएन। घर पुगेपछि हामीले सुरुमा चाहिँ आगो बाल्यौँ, त्यसपछि हामीले मजाले पानी उमालेपछि चाहिँ कुखुरालाई सरसफाइ गर्न थाल्यौँ। कुकुर नम्बर 1, कुकुर नम्बर 2, कुकुर नम्बर 3। केही समयपछि चाहिँ मेरो भान्जाहरूको काम सकियो अनि त्यसपछि चाहिँ मेरो काम पऱ्यो र म चाहिँ कटिङमा बस्छु जहिले पनि र सबै कुखुराहरूलाई चाहिँ सरसफाइहरू राम्ररी पिसहरू बनाउने काम पनि मैले गर्छु। त्यसपछि मैले कुखुरा फोडेर मजाले सरसफाइ गर्न थालेँ र केही समयपछि मेरो सरसफाइको काम सकेपछि मैले कुखुरालाई कटिङ गर्नको लागि रेडी गर्न थालेँ र उता भान्जासँग पनि गफ गर्दै कामहरू गर्दै थिएँ र एकैछिनपछि सबै सरसफाइको काम सकिहालेँ। त्यसपछि मैले कुखुरालाई ठिक्क पिसमा काटेर तयार गरिहालेँ र तयार भएको मासु चाहिँ मैले आमालाई दिएँ। अब मासुहरू पनि काटिसक्यो अनि यहाँ कुखुराले ढोकिरहेको छन् मासु खानलाई। अनि घरमा आमाले चाहिँ सबै कुराहरू तयार गरेर पोल्नु थाल्नु भएछ सेकको लागि। अनि मैले पनि दोकानदेखि स्ट्रिम कोक जुसहरू ल्याएको थिएँ र सेकको तयार भएपछि हामी चाहिँ सबैजना मिलेर खानु थाल्यौँ र मेरो बहिनीले चाहिँ मासु खाँदैन, उसले अन्डा खाइरहेको थियो। अनि आजको लागि चाहिँ यति नै।